हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज फेरि मैले न्यू भ्लग लिएर आइसकेकी छु। मेरो न्यू भ्लगमा चाहिँ सबैजनालाई स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। साथीहरू, यो चाहिँ हाम्रो घर हो। यो घर हाम्रो घर चाहिँ अनि हाम्रो घर त्यति राम्रो त छैन, हजुरहरूको जस्तो। त्यही पनि मुनि बाख्रा अनि कति क्युट छ, हेर्नु न। हाम्रो घरमा चाहिँ यस्तो राम्रो बाख्रा पनि छ अनि उता पनि छन् हाम्रो बाख्रा चाहिँ, अनि यता पनि छ। हाम्रो बाख्रा चाहिँ 5वटा हो साथीहरू। अनि यसले चाहिँ मलाई मार्न खोज्छ के, अनि यसले चाहिँ मलाई मार्न खोज्छ। हेर्नु साथीहरू, यसले मलाई माया पनि गर्छ। अनि मैले यसलाई कुँडो दिने भएको भएर यसले चाहिँ मलाई धेरै माया पनि गर्छ। यसरी मार्छ साथीहरू। अनि हाम्रो घरको यो बाख्रा हो। यता कुखुरा पनि छ साथीहरू। हाम्रो चाहिँ कुखुरा चाहिँ धेरै छैन साथीहरू। म त यहाँ झार उखेल्दै थाकेँ। हाम्रो यो लसुनमा धेरै झारी पलाएको छ, त्यही भएर नि यो झारीले गर्दा लसुन हुन दिन्न नि त। त्यही भएर 1 महिना भइसक्यो अनि यो झारी नफालेको नि। त्यही भएर फाल्नुपर्छ साथीहरू। के गर्नु, नफालेपछि लसुन हुन्न, त्यही भएर फाल्नुपर्छ। अनि आजभोलि त घरमा नि कोही हुन्न, अनि म मात्रै छु। त्यही भएर नि गर्ने मान्छे कोही छैन। त्यही भएर मैले नउखेलेपछि झन् यो लसुन चाहिँ भोलि पर्सि पुरै त्यो झारी मात्रै हुन्छ। त्यही भएर अहिले अलिअलि छ, त्यति साह्रो त छैन। अनि त्यही पनि अहिले उखेलेपछि सजिलो हुन्छ। अलि यो लसुन मोटो खाले छ के, पातलो खाले हुन्थ्यो हुन त, तर नि कस्तो हाम्रो चाहिँ अलि धेरै मोल हालेको भएर मोटो खाले भयो। त्यही भएर चाहिँ राम्रो भयो मैले लगाएको साथीहरू। यो लसुन पनि मैले लगाएको भएर यस्तो राम्रो भइरहेको, हेर्नुहोस्। अझ उता सकेपछि त प्याजको पनि झारी उखेल्ने भनेको नसकेर त्यत्तिकै छ। उतातिर प्याज पनि छ नि त हाम्रो, अनि थोरै लगाएको छौँ नि त। अनि अर्गानिक घरको खानेकुराहरू खानुपर्छ, त्यही भएर घरमै लगाउनुपर्छ तरकारीहरू। अर्गानिक तरकारी खानुको मजा नै छुट्टै हुन्छ साथीहरू। त्यही भएर हामीले चाहिँ प्याज पनि घरमै लगाएको छौँ। लसुन नि हाम्रो त घरमै छ। हाम्रो त सबै पाइन्छ हो यतातिर। पात पनि कस्तो राम्रो भयो क्या हाम्रो त, अनि त्यही भएर नि हो नि त। के गर्नु, कति बस्नु, धेरै बस्नु हुन्न साथीहरू। अलिअलि भयो नि काम गर्नुपर्छ भनेर मात्रै हो। काम त खासै केही छैन। त्यही पनि आज चाहिँ यो लसुनको झार उखेलेपछि अहिले भ्याएपछि अनि प्याजको पनि उखेल्न सक्छु मैले। हेर्नुहोस्, हाम्रोतिर यस्तो पाती पनि हुन्छ साथीहरू। पाती औषधि हुन्छ नि साथीहरू, तपाईँहरूलाई थाहा कि छैन। यो कोही चाहिँ यो घाँस बाख्रालाई दिनुपर्छ के, यो सानो सानो चाहिँ खान्नन् बाख्राले। अनि यस्तो यस्तो चाहिँ बाख्राले खान्छन्, त्यही भएर यता राखेको। अनि हाम्रो बाख्रा पनि छ नि त, अनि त्यही भएर बाख्रालाई दिनुपर्छ भनेर यता राखेको। खाना पो खान्छन् कि खान्नन्, खान्छन् होला सायद। हाम्रो बाख्रा पनि ज्ञानी छन् नि, एकदम ज्ञानी छन् साथीहरू। त्यही भएर हाम्रोतिर त फर्सी पनि जागिसक्यो। फर्सी, काँक्रा, लौका, घिरौँलाको बेर्ना पनि जागेका छन् साथीहरू यहाँ। त्यही भएर राम्रोसँग गोड्नुपर्छ। सायद
त्यो पार्टी त सबै खान्छन् होला। यी हेर्नुहोस् पार्टी। कस्तो राम्रो भयो क्या हाम्रो त यो लसुन पनि, त्यही भएर नि कस्तो अब थोरै पछि त उथल्नु हुन्छ नि त लसुन। अहिले अब गोडेसी अनि ठुलो दाना हुन्छ नि त, त्यही भएर नि हो। मैले चाहिँ लसुनको झारी उखेलेर सख्याएँ। अब चाहिँ उता चाहिँ प्याज छ, अनि यहाँ चाहिँ हाम्रो धनियाँ फुलिरह। यो चाहिँ हाम्रो धनियाँ हो, अनि उ त्यहाँनिर पनि यो धनियाँ सुकिसकेको छ त्यहाँ चाहिँ। अनि आज चाहिँ मैले यहाँ लसुनमा धेरै झार पलाइरहेको थियो, अनि त्यो झारी उखेलेर त्यो खरलाई उखेलेर फालेर भ्याइसकेँ। अब चाहिँ म एकछिनमा गएर घरमा गएर नास्ता बनाएर खाने हो साथीहरू। अनि त्यस पछाडि हाम्रो बाख्रा पनि छन् उ त्यहाँ माथि, बाख्रालाई घाँस काटेर हाल्ने हो। त्यो चाहिँ हाम्रो बाख्राको खोर हो। हाम्रो बाख्रा चाहिँ 5 वटा छन्, अनि अरू चाहिँ अहिले देखेको छैन। अनि हाम्रो लसुन यति धेरै छ, यहाँभरि मैले खर उखेलेर भ्याएँ। अब चाहिँ उता पनि छ धनियाँ, अनि उताको धनियाँ चाहिँ अलिकति थोरै छ, यता चाहिँ धेरै थियो, त्यही भएर। अनि यो यहाँ मुला जागेको भएर खर पनि धेरै छ, अनि खर पनि कस्तो धेरै छ। मुला पनि छन्, प्याज चाहिँ यहाँदेखि, अनि यता पनि छ प्याज चाहिँ। यो प्याज हो, अनि यो हाम्रो प्याज। यो टमाटर साथीहरू, हाम्रो टमाटर यी मैले लगाएको टमाटर साथीहरू यसरी भर्खर दाना हाल्दैछ। अब दाना हालेपछि खाने हो। यो मुला फुलिरह साथीहरू हाम्रो घरमा सबै छ, हाम्रो घरमा सबै चिज छ। अनि यो चाहिँ टमाटर हो, फलाला।